गुड मर्निङ साथीहरू, वेलकम टु माई ब्लग। म चाहिँ सिन्धु घिमिरे फेरि पनि आइसकेँ नयाँ ब्लग लिएर। अनि अहिले चाहिँ 11:30 हुन आँट्यो बिहानको होइन। हामी चाहिँ खानासाना खाइसक्यौँ, उठेर नुहाइधुवाइ पनि गरिसक्यौँ। अनि त्यस पछाडि आज चाहिँ कुकुर तिहार प्लस लक्ष्मी पूजाको दिन रहेको छ। हाम्रोमा चाहिँ टिका लाउन हुँदैन, तर पनि अब टिका लाउन नभए पनि खाना त हुन्छ नि साथीहरू। त्यसले गर्दाखेरि हामी चाहिँ आज अब सेलरोटी अनरसाहरू पकाउने गर्न लागिरहेको छौँ। अनि मम्मी भित्र पकाइरहनु भएको छ। म चाहिँ नुहाइधुवाइ गरेर यसो हल्का क्रिम पाउडर लाएर आइसकेको छु। अब चाहिँ हामी के गर्छौँ है भनेर हेर्न सक्नुहुन्छ। सबैजनालाई ह्याप्पी तिहार इन एडभान्स भन्न चाहन्छु, ह्याप्पी लक्ष्मी पूजा भन्न चाहन्छु। अब चाहिँ म के हुँदैछ हाम्रो घरमा भनेर देखाउन गइरहेको छु। यसलाई चाहिँ हाम्रो आमा हुनुहुन्छ, बसिरहनु भएको छ के खाँदै खाँदै। मेवा खाँदै बसेको छु। अनि अनारसा पकाउँदैछन्। ए अनारसा पकाउँदैछन्। ल ल बुवा चाहिँ यहाँ के गर्दै हुनुहुन्छ? गाइस तपाईहरुलाई थाहा छ होला कि म त क्यामेरा फेरि हो। यो संस्कारले चाहिँ यो त चक्कु के गरेको त भुत्ते हुन्छ भाइ। यो नर्मल काट्दै रहेछ। यहाँ चाहिँ मेरो मम्मी अनारसा पकाउँदै हुनुहुन्छ, पकाउन बोलाउँदै हुनुहुन्छ। बोलाउन चाहिँ तर म चाहिँ अलिक किन हो तिहार पनि नमनाउने भनेर होला। अल्छी लाग्दै उम्दै। अब म चाहिँ यहाँ मम्मीलाई सघाउन लागिरहेको छु होइन। अनि अब यतिकै सघाउनु पर्ने हुन्छ। किन चलाउने हो यसलाई? पाएको नि त्यसरी होइन, बिस्तारो खोइ यो यसो गरेर यसले यसमा हाल्ने। यसमा हाल्ने पित्तको पुरिम थियो हामीले चलाउने पत्ता पुरिम कहाँ गएको बुझ्न चाहिँ धेरै गुलियो हुन्छ भने, तर त्यस्तो मैले गुलियो बनाएको छैन। कलरमा धेरै गुलियो हुन्छ धेरै अनि गुलियो त हो त खाने। रोटी अनरसा गुलियो भएन भने त फेरि हुँदैन त। ए बुइनले लागि छ यहाँनिर। बुइनले लागि चाहिँ कहाँ छ अनरसा? बुइनले ल्याएको बाँध्यो नि। बुइनले ल्याएको अनरसा चाहिँ यो छ। आज हामी चाहिँ यो खाजा खान्छौँ। यो चाहिँ बुइनीको घरबाट बनाएर ल्याउनु भएको हो। बस्छौँ न त। संस्कार आइजाए खाना। अनि म चाहिँ खान थालेँ। यो बुइनीको घरबाट ल्याएको अहिले। यो चाहिँ अनरसा बुइनीको घरबाट ल्याएको। अर्सा हो यो? त्यसले किन यस्तो अरेको छ भन्छु नि म। अर्सा चाहिँ रहेछ है साथीहरू यो चाहिँ। अनि ठेकुवा पनि छ। ठेकुवा के अरे यसलाई? ठेकुवा होइन, खजुरी। भाइ त नआउने किन? सडक राख्ने फेरि नगरिकन पाँच्यो त उयोलाई अब बिस्तारै यो डल्लामा थिच्ने यसमा डबल नपारिकन त्यो तेलमा छु हात तेल यहाँ। बिस्तारै पुजाउनु बिस्तारै पाएर कान्छे त छुट्टी हुन्छ। अब चतुर्दशीमा छुट्टी हुन्छ। कान्छालाई फोन गरेर चतुर्दशी भन्छु नि सबैले यहाँ यस्तो छुट्टी हुँदैन भन्छु के हो दाजु। अब चाहिँ यहाँ हाम्रो बहिनीले मम्मीलाई केही हेल्प गर्दैछ। अब हेल्प त उस्तै हो, बोल्न चाहिँ हेल्प गर्छ होला। गरे बहिनी खाँदै पाउँछेस्? यति बेलासम्म छोरीले सघाइन्। अब सानो छोरीको पालो। अब हेरौँ कति सघाउँदैछन्। मेरो भाइ के गर्दैछ यहाँ? मुला। अब रेस्ट गर्नुपर्ने हुन्छ। गाजर के गरेको बुढियामा? खै म अगाडि जान्छु। अब यतिबाट आइहालेँ के गर्नु त। अब चाहिँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ साथीहरू। निन्दा लाग्दा चपी भएर अब भाइ र म चाहिँ स्लिपिङ गर्दैछौँ है भाइ। एम्स्टर्डममा इन जर्मन गाडी।
ai sạc tắm lệ bờ lêu cả tập party 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 chini chota bhoro tharo basmala tharo के मैले थाहा बाटो इट्छु सुट्टा सल्काएर केटाहरू अघि पछि गफ्डी हान्न लेडी रेडी हल्ला खल्ला गरे घरमा आउँदा रेडी जेम्सी बोय अति नै गाजा खाएर बत्ती दही आफ्नै तेलमा आफ्नै अचार लभर बी लाइक जलपाईको अचार बन्दाकोपीको अचार टमाटरको अचार फिनिस्ड तामाको अचार फिनिस्ड मैले कस्तो आहै झिलिमिली दौसुर एकेको झिलिमिली दौसुर ए फुलको हैन दौसुर ए कान्छाङ्का चोरीबो फुल चोरीबो फुल चोरी अङ्ग टिप्नु हो यो फुल सबै ल साथीहरू यहाँ चाहिँ आज हामी लक्ष्मी पूजा प्याक पकौडा खाएर मनाउँदैछौँ बहिनी सुन्न गाइस अघि मैले क्या मोबाइल मागेको कि भडक बाउँछु भनेर निदाको दिन क्या अनि अहिले चाहिँ अघि माग्नु पर्दा चाहिँ मोबाइल भन्छ अनि यस्तै हो ल बहिनी सुते राति मिठो छ अब यसपछि आलु चप पनि बनाउने आलु चपको लागि चाहिँ कुकरमा आलु उसिन्दैछ यस्तो राम्रो भइरह यहाँनिर चाहिँ आलु चप के अरे प्याजी नदेखि पनि मिठो चाहिँ खाँदाखेरि चाहिँ हेलो मिठो मिठो यो कुकरमा चाहिँ मैले आलु उसिन्न बस्दा छु यहाँ चाहिँ मम्मीले साग र आलु सिटिलाउनु भयो हेलो गाइसहरू आज यहाँ पकौडा चाहिँ अब फुल्का नभएर सेतै हो अब नपरि मिठो अनि प्याज उता भित्र प्याजी छ यहाँ पकौडा छ यस्तो छ जिन्दगी सँग छोडेर भिडियो बनाउँदै बस्छ के भन्नु त अहिलेदेखि गरेको होइन यो चाहिँ हाम्रो तल्ला घरको लक्ष्मी पूजा हुँदैछ यहाँनिर ल है ल तिहारै आयो लौजुली मिली सुन हजुर भैलिनी आए आगन मनको आँखा उगारी हेर सुन हजुर लक्ष्मी आए आगन के भन्छ वाओ हैप्पी 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 बेबी रेनको क्रेजी क्रेजी रे कथे नलुन के भन्छ के भन्छ कथेयान भ्यागुतो थोबडो काट्यो समर दिनीको कथेयान भ्यागुतो चल पकडला 1 2 3 गो बेबी बेबी रे जिनको मेबी मेबी रे उही समरको हाँ कस्तो टल्केको ओए ओए आमा आगो लास्तो भो उही समरको हाँ कस्तो टल्केको ओए ल साथीहरू हाम्रो चाहिँ माम खाने बेला भएको छ अब हामी चाहिँ माम खाँदैछौँ बहिनी कस्तो छ भन पकौडा यहाँ चाहिँ पटाका बम पड्किरहेको छ साथीहरू काई बुझ्यो ल ल ल अब अनार बमको पालो आएको छ साथीहरू अनार होइन त्यो कुन हो त चक्री 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 बम लाइट लाइट नगर नगर लाइट 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 त्यहाँ छेरिन्छ कि नगर भिडियो बनाउँछु हातमा पड्काएर फाल्छु ल ह्यापी तिहार वाउ कस्तो राम्रो वाउ वाउ कति धेरै मान्छे आन्टी थियो भने म यस्तो गर्नु नि थिएँ घरले गाली खान मिल्दैन अब उन हुनाले
लो लो पड्काओ पड्काओ पड्केर सिधै आउँछ पुग्छ त हिजो नि पढाएको हो बम हदिपा हिजो नि पढाएको हो ल साथीहरू अब चाहिँ हाम्रो रोटी पकाउने बेला भएको छ यो चाहिँ फर्स्ट ट्राई हो होइन अलिक भएको छैन यो चाहिँ त मम्मी रोटी पकाउनु थाल्ने हुन्छ तर हामी चाहिँ कन्टिन्युटी दिनुपर्ने चाहिँ हामीहरू हो कन्टिन्युटी दिने चाहिँ हामीहरू है साथीहरू विनी पनि चाहिँ भित्र